सालमन काट्ने बेलामा चाहिँ यहाँबाट छिनाइदिन्छ पहिला। यहाँबाट यसको चाहिँ हेड ठुलो हुन्छ, त्यसको हेड अलिक सानो हुन्छ यसको भन्दा। अनि यसलाई यहाँबाट के गर्ने, स्वाट्टै छिनाउने यसरी। यो यसरी स्वाट्टै छिनाएपछि यहाँ तलको त्यो बिचको ब्याकबोन हुन्छ नि, हो त्यो बोनको तलबाट नाइफ यसरी लगेर स्वाट्टै निकाल्दिने। यसको अलिकति अप्ठ्यारो हुन्छ हो, त्यसले गर्दाखेरि योभन्दा अर्को माछाको काँडा बढी हुन्छ है। त्यसले गर्दाखेरि जसले सिकाए पनि यो बोनलेस गर्ने कारण त्यो हो। त्यसले गर्दाखेरि यसलाई के गर्ने, स्वाट्ट यहाँ काट्ने अनि मार्क गर्ने। सुरुमा सिक्ने बेलामा यहाँबाट स्ट्रेट मार्क गर्ने, एकदमै स्ट्रेट मार्क है। यसलाई स्ट्रेट मार्क गर्ने यसरी, स्ट्रेट मार्क भयो यसरी। यहाँ यस्तो स्ट्रेट मार्क हुनु पऱ्यो है, यो सिधा यसरी यस्तो स्ट्रेट मार्क हुनु पऱ्यो। अब यो मार्क भएपछि के गर्ने, यहाँबाट जाने भोलि आफू पर्फेक्ट भएपछि यसरी चक्कु यसरी यसरी आफू जान्ने भएपछि पर्फेक्ट भएपछि यसरी चक्कुलाई यसरी गर्ने है। अब अहिले हामी त सिक्ने बेलामा हो नि त, फेरि त्यसले काटेकै भएन भनिरहेको छ। फेरि मैले त्यो मान्छे अगाडि भेटेँ भने त यो छोरी भुँडीमा प्लप्पै पस्ने गरी हाल्ने होइन। कसरी हो त सिकाउनु नि जानु पऱ्यो नि हो। त्यसले गर्दाखेरि सुरुमा हामी त अहिले लर्निङ फेजमा हो। लर्निङ फेजमा यहाँ हेर्दै गर्ने यसरी, यसरी हेर्दै यसरी हेर्दै यसरी यहाँ हेर्ने। मासु के गर्नु पऱ्यो, यहाँ काट्नु भएन, यसरी हेर्दै गर्नु पऱ्यो, हेर्दै यसरी आनन्दले हेर्दै हेर्दा मासु छिद्रा हुनै भएन। यसरी हेर्दै हेर्दै काट्नु पऱ्यो। ल हेर्दै हेर्दै